परमेश्वरका एउटा जनले भनेका छन्, यदि तपाईँ आत्मामा जिइरहनु भएको छ भने सांसारिक जीवन जिउनुहुँदा आफ्नो पुरा जीवनकालमा जति काम तपाईँ गर्नु सक्नुहुन्छ त्योभन्दा धेरै बढी काम तपाईँ 1 घन्टामा नै गर्न सक्नुहुन्छ। हामी हाम्रो जीवन 2 प्रकारले जिउन सक्छौँ। चराहरू हिँड्न पनि सक्छन्, उड्न पनि सक्छन्। कुनै निश्चित दूरीसम्म चराहरू हिँडेर पनि पुग्न सक्छन्, तर उडेर यसले पहाडहरू, नदीहरू, अन्य बाधाहरू सजिलै पार गर्न सक्छन्। आत्माद्वारा दोहोऱ्याएका जीवन उडिरहेको चराको जीवन जस्तै हो। मिस्रीदेखि कनानसम्मको यात्रा जम्मा 11 दिनको मात्र थियो, तर इस्राएलीहरूले 40 वर्ष लगाए। हेर्नुहोस्, व्यवस्था 1:2 तिनीहरूलाई दोहोऱ्याउने मानिस होइन, स्वयं परमेश्वर नै हुनुहुन्थ्यो। तब किन त परमेश्वरले 40 वर्षसम्म तिनीहरूलाई घुमाउनु भयो? परमेश्वरले हाम्रो हृदयको अवस्था अनुसार दोहोऱ्याउनुहुन्छ। परमेश्वरले तिनीहरूलाई उजाड स्थान भएर दोहोऱ्याउन चाहनु भएको थिएन, तर तिनीहरूको हृदयको अवस्थाको कारण उहाँले त्यसो गर्नु पर्यो। हामी मध्ये कतिको लागि हाम्रो आत्मिक जीवन सधैँभरि उजाड स्थानको यात्रा जस्तै मात्र भएको छ। उजाड स्थान यस्तो ठाउँ हो जहाँ कुनै फुल हुँदैन, घाँस हुँदैन, छाया हुँदैन, फल हुँदैन। यो एउटा सुक्खा निर्जन ठाउँ हो। यदि परमेश्वरले हामीलाई दोहोऱ्याउनु हो भने, यदि उहाँले चाहनु भएको मार्गमा हामीलाई दोहोऱ्याउनु हो भने हाम्रो हृदय उहाँसित ठिक हुनुपर्छ। यदि हाम्रो हृदय हठी कठोर छ भने परमेश्वरले हामीलाई दोहोऱ्याउनु हुने मार्गहरू पनि कठिन मात्रामै हुन्छ। जो आफ्नो टेढामेढा बाटोहरूतिर लाग्छन् तिनीहरूलाई परमेश्वरले कुकर्मीहरूसित लैजानु हुनेछ। भजन सङ्ग्रह 125:5 यसरी लेखिएको छ, यदि हामी आफ्नो टेढामेढा बाटोहरूमा नै लागिरहन्छौँ भने परमप्रभुले हामीलाई उहाँको सिद्ध मार्गहरू देखाउनु हुने छैन। त्यसैले हामीले परमेश्वरको भय मानौँ र खराबीको हरेक रूपदेखि अलग्गै बसौँ। त्यो मानिस को हो जसले परमप्रभुको भय मान्दछ? उसलाई उहाँले जुन मार्ग चुन्नुहुनेछ सोही मार्गमा शिक्षा दिनुहुनेछ।